नमस्ते सबैलाई। यो चाहिँ मेरो अल मिनी भ्लगमा है। अब आज चाहिँ हाम्रो चिकन बनाउनु गइरहेको छु है। म चाहिँ चिकन बनाउनको लागि चाहिँ सर्वप्रथम हामीले चाहिँ यो चिकन पानीमा हाल्दैछौँ। अब यसलाई थोरै धेरै भिज्ने टाइम होइन, थोरै भिज्ने टाइम भएपछि यसको नि टाइम भइहाल्छ। त्यो पछाडि भनेको चामल भयो यो। अनि तब यो चिकनलाई चाहिँ कसरी तरतिब गर्ने भन्दै आगो पनि बलेको हेर्दैछु। अब चामल पनि पाक्नु पर्यो। त्यो पछाडि भनेको अब चिकनलाई पानीमा मस्त अलिकति भिजाइसके पछाडि भनेको मसला ल्याउनु पर्यो है। त्यो मसला चाहिँ अब मजाले चिकनमा फिट गर्नुको लागि चाहिँ एउटा भन्डी हामीले रेडी गर्यौँ। भन्डी रेडी गरिसके पछाडि अब त्यो चिकन चाहिँ हामी त्यो भाँडामा हाल्नेवाला छौँ। चिकन मजाले भाँडामा हालिसके पछाडि भनेको हामीले बिस्तारै 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 मसला पनि हामीले हाल्नुपर्ने हुन्छ त्यसमा चाहिँ। अब मसला हाल्नुको लागि चाहिँ चिकनलाई अलिक मजाले पखाले जस्तो पनि भयो। अलिकति भिजिसकेपछि मसला हालेर रेडी पनि गरियो है। अब यसलाई चाहिँ फ्राईको लागि एकदम तेल चाहिँ गरम भइरहेको छ त्यहाँनिर। अब टक्क तेलमा चाहिँ हामीले हाल्यौँ। यस्तो तरिकाले चाहिँ अब फ्राई गर्छौँ है। मेरो तरिका चाहिँ यस्तो छ। अब तपाईँहरूको कस्तो छ थाहा छैन है। मलाई चाहिँ आज मजाले यसरी फ्राई गरेर चट्ट दाल पनि हाम्रो रेडी छ। अब यही हो परदेशको जिन्दगी, दाल हिजोकै हामीसँग रेडी छ है। अब फ्राई पनि रेडी भयो। अब खाना पनि पस्किँदैछु। हामी चाहिँ दुईजना छौँ, त्यही भएर खाना पनि पस्किँदैछौँ। अब खाना पस्किसके पछाडि भनेको चाहिँ हामीले अब लगभग खानालाई रेडी बनायौँ। आहाहाहा, ओ एकदमै राम्रो भएको छ है, एकदम दामी भएको छ। अब यसमा फेरि अर्को मिक्स हुन्छ, के भन्छ त्यसलाई, कागती। टक्क कागती पनि रेडी भइसकेको छ। कागती निचोरेर चाहिँ अब दालमा चट्ट निचोरेर एक गाँस गममा हालेर चट्ट हरियो खोर्सानी किरिप्प टोकेर चाहिँ यसको टेस्टै अलग छ। अब खाना पनि खाइसक्यो है अब साथी हो। अब खाना खाइसक्यो। अब यस पछाडि भनेको अब मन परे लाइक पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। यो नयाँ भिडियो हो मेरो होइन। अब जान्दिनँ, जसो तसो बनाइरहेको छु। फेरि पनि अब ट्राई गर्नेवाला छु। अब सबैजनाले चाहिँ सब्सक्राइब गरिदिनु, माया गरिदिनु है। अब त्यही छ। हस्, सबैजनालाई चाहिँ मेरो आदरणीय धन्यवाद।